दलितलाई कि त मान्छे होइन भन्नु पर्यो, होइन भने दलितमाथि मानवता र समानता दुवै बराबर हुनु पर्यो। यो समाजमा दलितलाई अझै पनि धेरै घृणा गरिन्छ, छुवाछुत गरिन्छ, भेदभाव गरिन्छ। यसको अन्त्य हुनुपर्छ। अस्ति सिराहामा दलितलाई धेरै हेपियो, मिचियो, भेदभाव गरियो। यो यादव समुदायले दलितहरूलाई धेरै अत्याचार गरिरहेका छन्। यादव समुदाय नभए पनि क्षेत्रीय बाहुनहरूले पनि कुनै कुनै ठाउँमा दलितमाथि धेरै आवाजहरू गरिरहेका छन्। दलित एकदमै पछि परेको छ। दलितले भिख मागेर न्यायको लागि भिख मागी तर न्याय पाउन सकेको छैन। दलित अझै पनि यो समयमा एकदम पिछडिएको छ। दलितले न्याय जित्न सक्दैन। दलित कति लड्छ, कति दुखी हुन्छ, दलितलाई अझै पनि घृणा गरिन्छ। दलितको बारेमा आवाज उठाउने अगुवाहरूलाई पनि चुपचाप भित्रै दबावमा राखिन्छ। दलित कहिलेसम्म के दलित मान्छे होइन र? दलितलाई पनि कुनै न कुनै कानुन बनाउनुपर्छ। सरकारलाई म विरोध गर्छु। दलितको बारेमा केही न केही सरकारले आवाज निकालोस् भने सरकारप्रति केही दुई चारवटा कुरा राख्दछु। जानी नजानी भए पनि मैले आफ्नो समाजको बारेमा, दलित समुदायमा कुनै पनि भेदभाव नहोस् भने जानी नजानी मैले दुई चारवटा शब्द व्यक्त गरेको छु सरकारप्रति। हवस् त, धन्यवाद।